तपाईँ वृश्चिक राशि भएको व्यक्तिले पैसाको महत्त्व राम्ररी बुझ्नु भएको छ, परिवारको महत्त्व पनि राम्ररी बुझ्नु भएको छ, हैन, समाजको महत्त्व पनि राम्ररी बुझ्नु भएको छ, शरीरको महत्त्व पनि बुझ्नु भएको छ। सम्पूर्ण चीजको महत्त्व बुझेर बुढेसकालमा साधु सन्त जस्तोको बनेर, हैन, अलग निरञ्जन भनेर यो संसारै यस्तै रहेछ भनेर जानेर छुट्टै एक्लै बसेर चाहिँ एक किसिमको चाहिँ साधुको रूप धारण गर्ने खालको तपाईको स्वभाव छ। सबै चीज भोगेर इनफ भनेर तपाईलाई अन्तिममा केही पनि चाहिँदैन। तपाईसँग भएको 2-4 पैसा चाहिँ लाखौं करोडौं जे छन् तपाईलाई मोह नै हुँदैन। मोह त्यागी, हैन, माया मोह रिस राग सबै त्यागेर मौन बस्न रुचाउने खालको तपाईको व्यवहार हो, हैन। साधु सन्तहरुसँग संगत गरेर उनीहरुको विचारलाई मनन गरेर मनमा नै भित्र चित्त शुद्धि गरेर अन्तिममा बुद्ध हुन रुचाउने खालको राशि हो वृश्चिक राशि। वेद पुराणमा लेखिएका विषयवस्तुहरू अध्ययन गरेर, पौराणिक चीजहरूलाई चाहिँ अध्ययन गरेर, दार्शनिकहरूको पुस्तकलाई पढेर जीवन के हो भनेर तत्त्व र परम तत्त्व बुझेर जिन्दगीलाई चाहिँ साकार बनाउने गर्छन् यी वृश्चिक राशि हुने व्यक्तिले। तपाई सामान्य राशि होइन, तपाई अत्यन्तै बलियो राशि हो। त्यो हुनाले तपाईलाई दबाउन, डोमिनेट गर्न, सानो बनाउन धेरैले खोज्छन्, तर एक दिन तपाईले विजय भएर उनीहरूलाई चाहिँ आफ्नो मुठीमा राख्न सक्नुहुन्छ। यो तपाईको दुर्लभ गुण हो। वृश्चिक राशि हुने व्यक्तिको सबभन्दा ठूलो समस्या भनेको यिनीहरू एकदमै चाहिँ डिप्रेसनमा गइहाल्ने। आफूले भनेको कुरो भएन, इच्छा गरेको भन्दा ठिक विपरीत चाहिँ रिजल्ट आइदियो भनेदेखि एकदम पागलपन्थी जस्तो व्यवहार देखाइहाल्ने तपाईको स्वभाव हो। त्यही कारणले गर्दा तपाईले बहुतै दुःख पाउनु भएको छ, बहुतै दुःख हुन्छ। बुढेसकालमा झन् तपाई यति पीडित हुनुहुन्छ नि, सिरानी मुनि चाहिँ तपाईले चाहिँ जोलिजमदेखि लिएर यस्ता अनिन्द्राका गोलीहरू राखेर सुत्नु पर्ने अवस्था गराउँछ। जे गर्ने तुरुन्तै गर्ने। तपाई धेरै चिन्ता लिने खालको मान्छे, धेरै सोच्ने खालको, ओभर थिंकिङ गर्ने खालको, बढी चिन्तनशील हुने, बढी भावुक हुने खालको तपाईको स्वभाव छ। त्यही कारणले गर्दा तपाईलाई अनिन्द्रा, इन्सोमेनिया देखि लिएर एन्जाइटी जस्ता रोगहरूले, डिप्रेसन जस्ता रोगहरूले तपाईलाई छिट्टो आक्रमण गर्छ अनि तपाईलाई बसमा राख्छ। तपाई धेरै वर्षसम्म यही रोगले पीडित पनि हुनुपर्छ। चन्द्रमा कमजोर भए पनि शनि बलियो छ, बृहस्पति बलियो छ भनेदेखि यस्ता कुनै पनि प्रकारका नराम्रा फलहरू तपाईले भोग्नु पर्दैन। तपाईलाई छाला रोगले अत्यन्तै सताउँछ, अत्यन्तै दुःख दिन्छ। तपाईको इम्युनिटी पावर पनि एकदमै कमजोर छ, एकदमै कमजोर हुन्छ। बेला बेलामा तपाईको शरीरमा कुनै पनि प्रकारको एउटा चाहिँ शक्ति नै हुँदैन, शक्ति नभएको, शक्ति क्षीण भएको महसुस हुन्छ तपाईलाई। छाला रोगले पनि त्यत्तिकै दुःख दिन्छ, हैन। चर्म रोगले तपाईलाई अत्यन्तै सताउँछ, घाउ